हेलो एभ्रिवान, नमस्ते। स्वागत छ हाम्रो सानो संसारमा। आजको भ्लग चाहिँ हाम्रो फ्यामिलीको लागि एकदमै स्पेसल दिन रहेको छ। आजको दिनको सुरुवात चाहिँ मेरो दिदीले माया गरेर बनाइदिनु भएको दुबोको माला लगाउँदैछु। रिन्चेनलाई चाहिँ आज अनौठो लागिरहेको छ। आज चाहिँ मेरो छोरी 4 महिना पुरा भएर 5औं महिनामा टेकिन्। आज म आमाको हातबाट पहिलो खाना खुवाउँदैछु। मेरो पहिलो गाँससँगै तिम्रो जीवन सधैँ मिठासले भरियोस्। अब बाबाको पालो खाना खुवाउँदै तिम्रो हरेक सुरुवातमा बाबा यसरी नै सधैँ तिम्रो साथ र सहारा बनिरहन्। तिमी जन्मिएसँगै हाम्रो जीवनमा सबैभन्दा ठुलो खुसी आयो, तर खुसीसँगै मेरो जीवनको सबैभन्दा कठिन समय पनि सुरु भयो। मेरो हेल्थको प्रब्लमले गर्दा मैले हस्पिटलको बेड, औषधि, पीडा अनि त्यसमाथि मैले अनगिन्ती आँसुहरू बीच मेरो दिनहरू बिताएँ। यी 5 महिना चाहिँ मैले आफूले धेरै नै कमजोर महसुस गरेँ, तर हरेक पटक तिम्रो सानो मुस्कानले मलाई उठ्ने हिम्मत दियो, बाँच्ने हिम्मत दियो। त्यसबीच तिमी नै मेरो शक्ति, आशा र सबै पीडाभन्दा ठुलो खुसी बन्यो। छोरी, तिमी जब ठुलो भएर यो भिडियो हेर्नेछौ नि, तिमीले फिल गर्नेछौ तिमीले कति धेरै माया गर्ने हातहरू, कति धेरै आशीर्वादले घेरिएको सुन्दर सुरुवात तिम्रो जीवनले पाएको थियो। हामी आमा बुवाको एउटै प्रार्थना छ, हाम्रो छोरी सधैँ स्वस्थ, खुसी, सफल बनोस्, जीवनभर सबैको माया, सम्मान, आशीर्वाद पाइरहोस्। मनाउँदा पनि सम्पूर्ण आफन्त बोलाउन सकिनँ, क्षमा चाहन्छु। यो सुन्दर दिनलाई विशेष बनाउनु भएकोमा धेरै धेरै धन्यवाद। थ्याङ्क यू फर वाचिङ।